जुन स्टोरी म तपाईँहरूसँग सेयर गर्दैछु यो कुनै काल्पनिक होइन, यो सत्य घटनामा नै आधारित छ। ध्यान दिएर सुन्नुहोस् होला, यो तपाईँहरूमध्ये कसैको बिचमा पनि चलिरहेको पनि हुनसक्छ। 1 महिना अगाडिको मात्रै कुरा हो। एकजना सरले चाहिँ मसँग फ्रिलान्स भिजाको इन्क्वायरी गर्न आउनुभएको थियो। पछि 1 हप्तापछि उहाँसँग फलोअप गर्दाखेरि उहाँले मलाई होइन म्याम, म तपाईँहरूसँग नगर्ने, मैले अरू नै ठाउँमा तपाईँहरूभन्दा सस्तोमा पाएँ। मैले पनि उहाँलाई बेस्ट विसेस गर्दै ठिक छ भनेर भनिदिएँ। एन्ड आफ्टर 5 मिनट्स, आजकै कुरा हो, 5 मिनट अगाडि नै उहाँले मलाई कल गरेर सोध्नुहुन्छ कि म्याम यदि कसैको नाममा क्रेडिट कार्ड निकालेको छ भने के गर्न सकिन्छ। मैले उहाँलाई हाँस्दै भने सर कतै त्यो तपाईँ त होइन। उहाँले पनि स्याड बोलीमा भन्नुभयो हजुर म्याम म नै फसेँ नि, मेरो नाममा क्रेडिट कार्ड निकालिएको रहेछ, लोन निकालिएको रहेछ, जुन मलाई थाहै छैन। सो मैले उहाँलाई फेरि रिपिट सोधेँ सर तपाईँलाई के थाहा छ कसले निकालिदिएको भनेर। उहाँले फेरि मधुरो आवाजमै भन्नुभयो कि हजुर म्याम थाहा छ, जसले चाहिँ मेरो भिजा प्रोसेस गरिदिएको थियो उसैले मेरो नाममा क्रेडिट कार्ड निकालिदिएको रहेछ, मलाई थाहै छैन, अब के गर्न सकिन्छ। मैले उहाँलाई फेरि एन्सर दिएँ यसमा त सर के नै गर्न सकिन्छ र, तपाईँले कि त पुलिसलाई कम्प्लेन गर्नुहोस्, तर पनि तपाईँको नाममा क्रेडिट निकालिएको छ, उनीहरूले जाँच पडताल गर्छ, तिम्रो क्रेडिट कार्ड तिम्रो नाममा निकालेछ, तिमीलाई कसै थाहा हुन्न भनेर क्वेसन पनि गर्न सक्छ। यो प्रोसेस भनेको लम्बा जान्छ। उहाँले स्याड हुँदै फोन राख्नुभयो। यो तपाईँहरूलाई सेयर गर्नुको अर्थ यो हो कि सस्तो भनेर जसरी हाम्रो सर फस्नु भयो त्यसरी तपाईँहरू नफस्नुहोस्। मैले यो भने कि होइन कि हामीबाटै प्रोसेस गर्नुहोस्, तर यदि तपाईँहरूले कसैबाट प्रोसेस गर्दै हुनुहुन्छ भने प्लिज त्यो कम्पनीको ब्याकग्राउन्ड चाहिँ चेक गर्नुहोस्। सस्तो भन्दैमा के थाहा जिन्दगीभरको लोन टाउकोमा लिएर पो हिँड्दै हुनुहुन्छ। भिजाको प्राइसमा पैसा बचाउँछु भन्दा जिन्दगीभरको लोन आफ्नो टाउकोमा राख्नु यो कुनै बुद्धिमानीको कुरा हुँदैन। डिसिजन लिनुभन्दा अगाडि धेरैचोटि सोच्नुपर्ने हुन्छ। सो यदि तपाईँहरू पनि यस्तै सस्तो भनेर पछि पर्नु भएको छ भने आजैदेखि नै सचेत रहनुहोस्। धन्यवाद।